नमस्कार, वेलकम छ फेरि पनि हजुरहरूलाई मेरो न्यू भ्लगमा। आज चाहिँ हामी मनकामना आएको थियो अनि मनकामना आएर हामी चाहिँ यति बस्ने गरी आएको थियो। भोलि पूर्णिमा हो अरे, त्यही भएर एकदम भिड हुन्छ अरे। त्यही भएर आज चाहिँ हामी यहाँ मन्दिरमा नाइट भ्यू हेर्न आएको। यतै बस्ने गरी आएको हुनाले भोलि चाहिँ हामीले मन्दिरमा पूजा गरेको भिडियोहरू पनि भोलि देखाउने छु मैले। एकछिन चाहिँ हामी यता नाइट भ्यूहरू हेर्नलाई मन्दिरको यताउता हामी चाहिँ डुल्न लागिरहेका छौँ। त्यसपछि अहिले हामी रुममा जान्छौँ अनि रुममा गएपछि खाना खाएको अनि भिडियोहरू पनि मैले हजुरहरूलाई देखाउने छु। अनि भोलि त्यसपछि चाहिँ भोलिको भिडियो भोलिमा मन्दिरमा पूजा गरेको भिडियोहरू चाहिँ हजुरहरूले हेर्न सक्नुहुनेछ। अहिले चाहिँ हामी यत्तिकै डुलिरहेको मन्दिरतिर। एकदम रमाइलो लाग्यो मन्दिरतिर आएर। यहाँ फोटोहरू खिच्दै हुनुहुन्छ सबैजनाले फोटोहरू खिच्दै हुनुहुन्छ। अब चाहिँ हामी खाना खान लागेको। यो चाहिँ मुलाको अचार, साग अनि टमाटरको अचार छ, गुन्द्रुक अनि सलाद भयो, काँक्रा र मुलाको, अनि दाल भयो, अनि आलु र यो करेला होला, अनि दही छ, अनि पापड, भात भयो, अनि चिकन। हामी चाहिँ मजाले अब खान्छौँ है स्वादसँग। तपाईँहरू पनि हेर्नु होला। ल अब चाहिँ म खाना सुरु गरेँ। खानुपर्छ, हातले खानुपर्छ मजाले। यसरी खान्छौँ। मासु भयो। ए घिउ पनि आउँदैछ। घिउ पनि यता टिकटकलाई देखाउनु न। तपाईँको खास नाम के रे? मेरो हजुर ए ल ल खास नाम चाहिँ मजाले घिउ हालेर खान्छ। यसरी म चाहिँ सुरु गरेँ साथीहरू। दाल थोरै राखेर म चाहिँ सुरु गरेँ। ल भयो। अब चाहिँ हामी निस्केर अब पूजा गर्न जान्छौँ। अहिले चाहिँ हाम्रो दिदी 5 बज्न लाग्यो बिहानको। हामी बसेको होटल चाहिँ यही हो, भर्खर निस्क्यौँ हामी। जाउँ अहिले मन्दिरमा गएपछि भेट्नेछ हजुरहरू। जुत्ता राखेर जाने क्या मन्दिर अलिपुर जाने पैसा लाग्दैन। अब
मैले अघि तपाईँलाई यो सोधेँ कि म चाहिँ देखेन त्यहाँ म त्यहाँ माथि थिएँ नि त मोडमा हुनु त्यहाँ म त त्यहाँ माथि भएको त्यो भन्छ नि माथि नै थियो उकालो यो बहिनी त भन्दै हुन्छ मन्दिर गएको भन्नु नि जाडो भएको त्यही भएर भने तिनीहरूलाई बुक सर्ट बुक मात्रै डान्समा भनेको त्यो दाइले समाति हुन्छ यो नि बाल्नु न मैले त उ त्यहाँ पहिला चढ्ने लाइन थियो अलिक होला है सुन्तला पाकेर बिहालै भयो बोट भन्न मेरी माया तिमीलाई कति चाहिन्छ नोट तिमी हिँड्ने पिच गरिदिन्छु रोट तिमी हिँड्ने अब चाहिँ हामी घर फर्किन लागेको पूजा पनि गरिसक्यो सुन्तला पनि किन्यो अझै एक कार्टुन छ त्यहाँ अब घर फर्किन लागेको जति पनि जनाले अहिलेसम्म मेरो भिडियोलाई हेरेर साथ दिनुभयो उहाँहरूलाई सबैजनालाई धन्यवाद सकिन्छ अनि अब चाहिँ नेक्स्ट भिडियोमा फेरि पनि भेटिनेछौँ बाई
मामी यिनीहरूले आज मेरो भेट्नै खोजेन कि दर्रो सक्नुहुन्छ हजुर पनि यही लाइन छ हामी चाहिँ पूजा गरेर फर्किसक्यौँ अझै धेरै लाइन छ कि हामी पूजा गरेर तल चल्दा चाहिँ तल चाहिँ यति धेरै मनोकामना पुगेर नै पूजा गरेर फर्किसक्यौँ लाइन थियो हामी त माथि बसेर गएको यति धेरै मान्छे थियो साथीहरू हजुर पनि हेर्न सक्नुहुन्छ अनि यति नै थियो मेरो मनोकामनाको ब्लग अनि जतिजनाले हेरेर साथ दिनुभएको छ उहाँहरूलाई सबैजनालाई धेरै धेरै धन्यवाद अनि नेक्स्ट ब्लगमा फेरि पनि भेटिनेछौँ बाइ बाइ